पुऱ्याएर यहाँ आएर 12 बजे खाना खाँदै थियौँ ट्रेनभित्र। अनि भात र मान्छे सँगसँगै खाना भात मान्छे सँगसँगै हल्लिन्छ रहेछ किन भनेर। Okay guys, अहिले चाहिँ हामी बेस क्याम्प जान लागेको। Okay guys, flying to Lukla. आज चाहिँ हामी लुक्ला जान्छौँ र फ्याक्ट्रीमा हल्का ट्रेक गर्छौँ। हेलो गाइज, हामी चाहिँ अब लुक्ला आइसक्यो। अब आज चाहिँ हाम्रो ट्रेक सुरु भइसक्यो। आज चाहिँ हामी फ्याक्ट्री जान्छौँ र बिचमा चाहिँ हाम्रो लन्च प्लेस हुन्छ। देख्न सक्नुहुन्छ तपाईँले पछाडि लुक्ला एयरपोर्ट। Yeah, go. Okay, अब चाहिँ हाम्रो ट्रेक सुरु भयो। फाइनली हाम्रो ट्रेक चाहिँ सुरु भयो अब यहाँबाट। अझै के यहाँ चेकिङ पोइन्ट छ, देख्न सक्नुहुन्छ। हेलो हैन? Hello, Where we are going? we are going to ABC trekking camp. Yeah. मा चाहिँ टर्कीको हो र एकदम रमाइलो मान्छे हुनुहुन्छ। ल अब बिस्तारै बाटोतिर नि यसो देखाइदिन्छु तपाईँहरूलाई कस्तो रहेछ चाहिँ ABC ट्रेक कस्तो रहेछ भनेर। के चाहिँ पहिलो पुल हो तल छ। Hello. Oh, man, Yeah. No. We want to go to Lukla. Yeah, we just want to sleep. Yeah. Very good. यो बाटो हुँदै हामी अब 1 घन्टा पछि फाक्दिङ पुग्छौँ र त्यहाँ गएर लन्च गरिन्छ है त। फाक्दिङ हो चाहिँ वाइल्ड हनी जतिखेर नि हुन्छ क्या। ओके गाइस, अहिले चाहिँ हामी फाक्दिङ आइसक्यो। ल फाक्दिङको हाइट चाहिँ लाइक 2620 मिटर जति छ भनौँ होइन। भोलि चाहिँ हामी नाम्ची जान्छौँ यही बाटो हुँदै।
ओके गाइस, हामी चाहिँ अब यहाँ फाक्दिङबाट अब नाम्चेको लागि हिँड्दैछौँ र 6-7 घन्टाको बाटो हो। अब बिस्तारै लिएर जाने हो, सकेसम्म पुगौँला। त्यस्तै 4:30-5 बजीतिर पुग्दा नि केही हुँदैन। त्यही हो, नाम्चे बजारको हाइट चाहिँ 3420 मिटर छ। अब त्यहाँ गएर अब एकदम रमाइलो गाउँ छ, त्यो बजार एकदम रमाइलो छ त्यहाँको। अब बाटोमा तपाईँहरूलाई अलिअलि सिनहरू देखाउँदै म तपाईँहरूलाई हेर्छु के हो। Basta pool. Itu pool gitu. Basta sosial. अब चाहिँ हामी भर्खरै लन्च गरेर आयो। यो पुल आउनुभन्दा अगाडि मात्रै लन्च खाने ठाउँ छ, यता नाम्चे आउनुभन्दा अगाडि चाहिँ। सो उता पुल कटेपछि र पुल कटे यता पनि पुल कटेपछि त्यो बिचमा मात्रै लन्च प्लेस छ। अनि त्यस्तै हो भइरहेछ। This is a blockage for donkey. Oh, That's why they go to that up. another. Yeah, Okay, I understand. This. Oh, and then borrow, I know. अब नाम्चे 2 घन्टामा पुग्ला, तर हामीले चाहिँ बिस्तारै 3 घन्टामा 3 घन्टा लगाएर अथवा 4 घन्टा जति नै लगाएर हिँड्ने हो। आहा ए गाइस, तपाईले देख्न सक्नुहुन्छ है, तलको पुल चाहिँ बल्चिचाम हाल्नुको लागि र माथिको चाहिँ नाम्चे जानको लागि। र यस्तै हो, गाह्रो छ। अब नाम्चे 2 hours भनेछ। 24 किलोमिटर फ्रम पुल है, यहाँबाट चाहिँ। बाटो बनाउँदैछ नाम्चीको बाटोमा। There's a cross of horse and donkey. Yes. As you can see, this one and Khumbu it's checkpoint.
गाइस अहिले चाहिँ हामी नाम्चे आइपुग्यो भनौँ। अब नाम्चे बजार चाहिँ ठ्याक्क अब भनौँ न 10 मिनट जति टाढा छ। अनि म तपाईँलाई यस्तो राम्रो भ्यू देखाउँछु नाम्चेको। ओके अहिले मान्छे आइसक्यो। माथिदेखिको चाहिँ हेलिप्याड हो र यो चाहिँ हाम्रो नाम्चे बजार। यहाँ नाम्चे It's a beautiful place up Solukhumbu. यहाँ पासँग आएर शेर्पाको मूर्ति छ। चाहिँ लजहरू चाहिँ त्यो यस्तो चाहिँ बन्द रहेछ। ओके दिस इज नम्बर 17 नाम्चे। भ्यू पनि देखाइदिन्छु तपाईँलाई यहाँ होटेलको। वाउ वाउ हेलो हेलो हामीले चाहिँ आजको हाइक सुरु गरिसक्यो र आज चाहिँ हामी नाम्चे बजारबाट एभरेस्ट भ्यू पोइन्ट जान्छौँ र एभरेस्ट भ्यू पोइन्टको हाइट चाहिँ 3830 मिटर जति छ भनौँ। ओके एभरेस्ट भ्यू जाने बाटो चाहिँ यो भइहाल्यो र टेङ्बुले जाने बाटो चाहिँ यो। Wow. यो चाहिँ आमाजोन भयो, यो लोच्छी भयो, यो एभरेस्ट भयो, यो अब हामी अलि नजिक आइसक्यो एभरेस्ट भ्यू पोइन्टको। यहाँ छ एभरेस्ट त्यही हो र यता दामी याकहरू चाहिँ दामी छ। धेरै याकहरू देखिरहेको छ यहाँ चौरेको ठाउँमा। मेरो चाहिँ यो एभरेस्ट कति 4 चोटि हो अहिलेसम्म र यो चाहिँ मेरो फर्स्ट ब्लग हो। होप अब सबले मन पराइदिनु हुन्छ होला है। लाइक सब्सक्राइब चाहिँ गरिराख्नु होला। How are you, bro? I'm good. Thank you. How is the view? Very nice. Nice? Very, very nice. Okay guys, म चाहिँ एभरेस्ट भ्यू होटल आइपुगेँ है। यो चाहिँ गिनिस वर्ल्ड रेकर्डमा पनि दर्ता छ है यो होटलको चाहिँ। यसको हाइट चाहिँ 13,880 मिटर छ है। अब चाहिँ हामी तल फर्किँदा है नाम्चे।
उता उता है उता 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 है उता आना 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 हो सरी अब एकचोटि सुरु भइसक्यो हाम्रो ट्रेक आज चाहिँ हामी ट्याङ्बुचे जाँदैछौँ पछाडि चाहिँ नाम्चे बजार हो ओके हाम्रो ट्रेक चाहिँ सुरु भइसक्यो देख्न सक्नुहुन्छ यो माथि चाहिँ नेसनल पार्क छ प्लस म्युजियम पनि हो त्यो अहिलेसम्म भिडियोहरू राम्रै भइरह होला र मैले लगाएर होला तपाईँलाई मेरो भिडियोहरू अझै राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला यो चाहिँ मेरो एभरेस्टको पहिलो भ्लग हो र पहिला चाहिँ अलिअलि सर्टहरू हाल्थ्यो अनि योपालि चाहिँ वाइ नट बनाउँ न एकजना गेस्ट भएको होला भनेर यसो बनाइदिएको Trekking. Yes. Everest Base Camp. It's our Yes. fourth day. Yeah. 4 day. Yeah. Yes, in today 4 day. It's wonderful. Yes, wonderful. Nice trekking. अब तपाईँहरूलाई यस्तो दामी भ्यू देखाउँछु नि यस्तो दामी भ्यू देखाउँछु है त अब हामी यो पुल कटेपछि चाहिँ लन्च गर्छौँ यो चाहिँ ट्याङ्गुचे जानुभन्दा अगाडिको भ्यू हो यहाँ चाहिँ चेक पोइन्ट हो नेसनल पार्क एकदम रमाइलो भइरहेछ नेपाली म्युजिक कुटुम्बा सुन्दै हामी उकालोतर्फ लागिरहेछौँ लगभग अब ढिलोमा गयो भने बिस्तारै गयो भने 2 घन्टा अथवा 1.5 घन्टा भनौँ न छिट्टै गयो भने 1 घन्टा तर सकेसम्म चाहिँ अलि ठिक्क चालले हिँड्नु है यस्तो ट्रेकहरू आउँदाखेरि हेर्दै ट्याङ्गुचे गुम्बा आइपुग्यो ओके वेलकम टु ट्याङ्गुचे ट्याङ्गुचे गुम्बा हो अनि त्यो यहाँ भर्खर आइपुग्यो र हामी चाहिँ आज यहाँ बस्छौँ तासी तलेमा रुम यसो छ यस्तो तपाईँलाई रुम दर्शन गराइन्छ रुम चाहिँ यस्तो छ यहाँबाट देख्छ अब राति चाहिँ अहिले चाहिँ छैन
ओके गाइस, आज चाहिँ हाम्रो ट्याङबुजेबाट दिङबुजे जाने हो। अब यस्तै लाग्छ 5-6 घन्टा बिस्तारै गयो भने। देख्नुहुन्छ तासी तले मेरो पछाडि छ गुम्बा। ओके ओके ट्याङबुजे गुम्बा पछाडि। Through the shadows, through the dark, there's still a glimmer of a spark. And when the road is split apart, अब हामी चाहिँ यहाँबाट हिँड्दै हो। चाहिँ वान अफ द फेभरेट प्लेस हो फोटो खिच्नको लागि। This place is called Pangbuche. It's okay guys, हामी चाहिँ अब समारतर्फ लाग्दैछौँ र हामी त्यहाँ चाहिँ लन्च गर्छौँ। देख्न सक्नुहुन्छ राम्रो भ्यू। पछाडि हार्भेस्ट सकिन लागिसक्यो। अब हामी चाहिँ अहिले हार्भेस्ट किचनमा छ समारे यो लन्चको लागि। आइज कालू, इधर आ जाओ भाई। तुम्हारा नाम क्या है? हाँ, तुम्हारा नाम क्या है? Walking towards to Dingbuche. माथिको बाटो चाहिँ फर्किँदाखेरि फेरि चाहिँ हुँदै फर्किनुपर्छ हैन। अनि यो चाहिँ तलको बाटो चाहिँ उता जाने हो र माथि भोलि हाइकको लागि चाहिँ माथि यो डाँडा जाने हो। Moda Jadina Ola. देख्न सक्नुहुन्छ है, यो चाहिँ दिङबुचे हो। आज चाहिँ हामी यता गुडलकमा बस्छौँ र भोलि चाहिँ हामी माथि हाइटमा जान्छौँ। झन्झन 5000 को एलिभेसन गेन गर्छौँ र यतापट्टि चाहिँ आइल्यान्ड पिक जाने बाटो हो यो माथि देखिरहेको। र
यता माथि डाँडामा त्यो फ्ल्यागहरू बाटोको अलि उताबाट चाहिँ एभरेस्ट ट्रेक हो त्यहाँबाट चाहिँ भोलि लपुचे जाने हो Yeah, sunny, yeah. Sunny, have a look. Have a look. One look. Have a Okay, देख्न सक्नुहुन्छ आलनबेक लप्चे दिम्पुचे आउलाब्लाङ र आज चाहिँ हामी डे हाइकको लागि जाँदै हो र हाम्रो टार्गेट भनेको अलि माथिको झन्डासम्म पुग्नु हो नागार्जुन रे लुसु लुसु हिँड्दै से हाई यो चाहिँ एभरेस्ट जाने बाटो हो यहाँ चाहिँ हामी भोलि जान्छौँ यो भन्नुहुँदै आज चाहिँ यो माथिको डाँडा जाँदै हो ओके हामी चाहिँ अल द वे हुँदै देख्न सक्नुहुन्छ हामी चाहिँ 5040 मिनटको हाइटमा छौँ Okay, so मानेको लागि shadows through the dark. There's still a glimmer चाहिँ मेरो तर्फबाट ओके गुड लकबाट ओके once again good morning and we are going to Lopuche. It's altitude like 4,900 something meter. find your way back त्यहाँको बाटोहरू चाहिँ देखाइन्छ तपाईँहरूलाई टोटल्ली खुल्ला छ है आज र हाम्रो चाहिँ यो ट्रेकको चाहिँ सबैभन्दा राम्रो चाहिँ यही हो क्या दिङपुचदेखि लपुचे जाने बाटोमा किनकि चारै ठाउँबाट हिमालय घेरेको छ र अलिकति गाह्रो भनेको चिसो अलिकति हावा चाहिँ चल्छ तर अहिले चाहिँ ठिक छ अब यहाँनिर ठ्याक्कै 1 घन्टाभित्रमा हामी लन्च गर्ने ठाउँ पुग्छौँ अनि लन्च खाएर टोटल्ली उकालो चढ्छौँ त्यसपछि त सिधा बाटो लप्चे आइहाल्छ अहिलेसम्म अनि मेरो भिडियोलाई लाइक गरेको छैन भने प्लिज लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला र सब्सक्राइब यसो थिचिदिनु होला है त यो थुक्ला हो यहाँ चाहिँ लन्च गरिन्छ हामीले
अनि यहाँबाट चाहिँ सिधै माथि उकालो हो देखिरहनु भएको छ त्यहाँ बाटो त्यो चाहिँ माथि माथि उकालो लपुची जाने बाटो हो अब आज हामी लगभग मेमोरियल प्लेस आइपुग्ला र देख्न सक्नुहुन्छ तल टाढादेखि तलदेखि आइसक्यो हामी अब चाहिँ हामी लपुची देख्न सक्नुहुन्छ लपुची र आज हामी बस्ने होटेलको नाम चाहिँ अक्सिजन हो एकदम राम्रो छ मलाई एकदम मनपर्छ त्यो होटेल चाहिँ मेरो अब प्याकेजको बेला कस्तो र अनि सर्भिसको बेला कस्तो गर्दो रहेछ भनेर यार Do like this. Just be. यो चाहिँ लपुचीको सुन्दर भ्यू छ होटेलहरू यहाँ यति नै छ हामी चाहिँ होटेल अक्सिजनमा बसेको थियो हाम्रो एकदम राम्रो छ यसको पछाडि चाहिँ लपुची छ खासमा अहिले चाहिँ उसले ढाकेको छ के गुड मर्निङ सबैजनालाई र आजको मौसम चाहिँ अलिकति बिग्रेको छ होपफुल्ली अलिअलि चाहिँ देख्ला एभरेज आज दिउँसोतिर चाहिँ हेरौँ केही जादु हुन्छ कि आजको मौसममा त्यहाँबाट हुँदै अगाडि बढ्ने हो यसरी नै अनि यहाँ चाहिँ हेलिप्याड हो खासमा लपुची हेलिप्याड बिस्तारै अगाडि बढ्दै गोरक्ष 2 घन्टाको अनि त्यहाँ गएर हल्का चिया नास्ता गरेर हामी फेरि बेस क्याम्प जान्छौँ तर आज मौसमले साथ चाहिँ दिएको छैन हेरौँ अब दिउँसो यसो घाम लाग्यो भने एकदम राम्रो हुन्छ अब चाहिँ अलिअलि मौसम खुलिँदैछ यहाँ देख्नु सानो घाम लाग्छ अझै पनि चिसो छ हल्का हल्का हिउँ परे जस्तो छ र चिसो न चिसो हावा छ खतरा ज्याकेट बोकेर चाहिँ आउनु एभरेस्ट ट्रेक गर्नु छ भने चाहिँ हामी चाहिँ अब आइपुग्नु लाग्यो त्यस्तै आधी घन्टामा पुग्छ होला एकदम रमाइलो भइरहेछ पुरानो यहाँ आएर 12 बजे खाना खाँदै थियौँ ट्रेनभित्र
अनि भात र मान्छे सँगसँगै खाना भात मान्छे सँगसँगै हल्लिँदो रहेछ किन भनेको त पुरा यहाँ भत्केर आइहाल्यो भत्केर आएपछि त अनि सबै यो गएर त धुवाले हेर्नुहोस् सकेन नि 2 घन्टा तपाईहरुलाई चाहिँ त्यो उ झरेन माथिबाट हाम्रो चाहिँ ट्रेन मात्र यसो यसो गर्यो माथिबाट आइस माथिबाट त झरेन माथिबाट झरेन है ल अनि बाटो चाहिँ यस्तो छ र यो अगाडिको त्यो पहिरो देखेको छ नि त्यो माथि अलिक कटेपछि ओह्रालो झरी चाहिँ भइसक्छ आउँछ र Mahiro, how are you? I am fine. Very happy. Very happy. Yes. Dancing, yeah? Yes. Tupa, 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 tupa. Everest dance. हामी चाहिँ यसरी हिँड्दा चाहिँ पुरै बाटोमा ध्यान लगाएर हिँड्नुपर्छ यस्तो बाटो चाहिँ साथीहरू अहिले यो देखिराख्नु भएको ठाउँ चाहिँ गोरक्षी हो माथि कालो पत्थर अगाडिको डाँडा बेस क्याम्प उता छ एभरेस्ट यतापट्टि छ यहाँ चाहिँ पुरै यो 2015 मा यस्तो भएको चलाउँदाखेरि ओके गाइस अहिले चाहिँ हामी बेस क्याम्प जान लागेको Yes. Yeah, we are going to base camp. Its altitude is like 5,300 meters, something like that. Yeah, we'll reach that after 2 hours, slowly. After that, we'll click some photos, videos, everything. Yoga, meditation, Nirvana. Okay. See you soon, guys. Dünyanın çatısı en büyük ve kudretli Everest Dağı'na kam şaman davulumuzu getirmek bana kısmet oldu. Bu davul sıradan bir enstrüman değildir. Bozkır'dan Himalayalara kadar uzanan bir nefes atalarımızın kalp atışıdır. अहिले तपाईँले देखिरहेको चाहिँ खुम्बु आइसफल हो अनि क्याम्पहरू चाहिँ ठ्याक्क यतातिर लाग्छ र यताबाट चाहिँ माथि पछाडिमा चाहिँ एभरेस्ट जाने हो हेलो गाइस अहिले चाहिँ हामी कालोपत्थर जान लागेको Yeah, we are going to Kalpatthar. Yes. It's totally straight away. We got the Gorakshi over here. It's so cold and windy. And
यहाँ देख्न सक्नुहुन्छ कालापत्थर जाने बाटो माथिको पछाडिको एभरेस्ट भ्याल्यु सबै टोटल्ली मेन चाहिँ यहाँ एभरेस्ट गर्दाखेरि चाहिँ लुगा चाहिँ अलि राम्रो खालको लुगाहरू चाहिँ ल्याउनु पर्ने भयो क्या त्यो माथि टपमा ढुङ्गा मात्रै छ नि त्यो चाहिँ कालोपत्थर हो अब एल्टिट्युड चाहिँ 5550-55 त्यस्तै छ मैले ठ्याक्क एभरेस्टको अपोजिट छ भनौँ काजु दिन लाग्छु ल हुनु त बिहान जानुपर्ने हो तर बिहान चाहिँ We are finally in Kalapatra. Yes. What, bro? Yes. Say something. I'm very happy. Wow, buddy. यो चाहिँ हाम्रो कालापत्थरबाट फर्किँदै गरेको क्रममा एकदम रमाइलो भयो माथि फाइनल्ली हामी कालापत्थरबाट झरिसक्यौँ। यहाँ हामी गोरक्से आइसक्यो र अब यहाँ यस्तो चिया खाएर अनि तल लपुचेमा गएर लन्च गर्नेछौँ। Say something. How was Kalapatthar? Kalapatthar is very nice, very strong mountain. I am very happy. Okay. My client is happy. Why not shoot? I'm also
very very happy. Guys, अहिले धेरै सक्नुहुन्छ लास्टै जस्तो लाग्छ चाहिँ हिस्सो आइसाइ सबै लाग्छ ओ हात डढ्यो हात डढ्यो हामी चाहिँ अहिले यस्तो हुस्सो लाग्छ त्यही पनि हिँडिरहेको छु अब लगभग 10-15 मिनटमा पुग्छ लगभग 45 मिनट जति पुग्छ This song's name is Sari Muraham Marmar ke Jili, okay? Sari Muraham Marmar ke Jili, ek pal to ab hame jeene do. Sari Muraham Marmar ke Jili, ek pal to hame jeene do. Na 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 na, na 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 na, na 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 na, na 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 na. Give me some sunshine, give me some rain, give me another chance when I go up once again. बचपन तो गया जवानी भी गई एक पल तो हमें जीने दो सारी Muraham मर मर के जीने एक पल तो हमें जीने दो ना 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 Your turn to sing Chori Chori. Yeah, man. 1, 2, 3, go. चोरी चोरी हम घर से क्या करेंगे चुपके चुपके दिल की बातें क्या करेंगे आने वाली हमको से सहमना रहते मोहब्बत से हमको से सहमना आजा 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 चोरी चोरी हम घर से क्या करेंगे चुपके चुपके दिल की बातें क्या करेंगे Only this much? ओके नमस्ते सबलाई अब आज चाहिँ हामी नाम्ची जान्छौँ त्यही बाटो हो अनि अस्ति दिङबुचेर फेरि चित छुट्ने बाटो पनि देखाइदिन्छु तपाईँलाई फेरि एकचोटि अब नाम्ची गयो सकेसम्म नाम्ची चाँडो गयो भने चाहिँ हामी फेरि बजार सजार यस्तो घुम्नेछौँ अहिलेसम्म भिडियो हेरिराख्नु भएकोमा धेरै धेरै धन्यवाद यति हो अलिअलि चिसो छ बिहानको समयमा दिउँसो चाहिँ अलिक गर्मी हुन्छ आई होप आज हामी चाँडै पुग्छौँ